उहाँले खानुभयो मिठो छ ल हेलो साथीहरू, तपाईहरुलाई फेरि स्वागत छ मेरो भ्लगमा। आज हामी आएको छौँ रोमानियामा साग टिप्नको लागि। ए साग त यहाँ कति खाऊ बा, हेर्नुस् त यहाँ साग किन्नै पर्दैन फ्रीमा। ए अरू देशमा साग कति महँगो छ झन् है, पैसा तिरेर खानुपर्छ। यहाँ त हेर्नुस् त के साग, अर्मलेको साग अस्ति कति खाइयो, अर्मलेको खाइयो, अब यो साग अनि अर्को सिस्नो खाइयो। ल हेर्नु ए ल हेर त साग टिपेका केटाहरूले। गाजर छ, ओहो के खाने। ओहो नि यो कसको जग्गा होला है यस्तो, सरकारी जग्गा हो कि। ल हेर्नुहोस् त यो हरियो त तपाईँले यो आँखाले देखेर यो साग हो क्या सबै। सर्लक्कै सबै यसो टिप्या ठ्याक्क लाएर हेर्नुहोस् है। यी साग ल हेर्नु, यो साग खाने। ए यसको कसैलाई नाम थाहा छ भने भनिदिनु होला है के साग हो। ल हेर्नु ल हेर्नु मजाले पकाएर खाएको है। ओहो यति मिठो, आलु हालेपछि लपक्क लपक्क भएर त्यो दामी। ल ल हेर्नु यो अघि उता टिपेको मसिनो थियो, यता ठुल्ठुलो उहाँले खानुभयो मिठो छ। ल हेर्नु ल अनि मैले पनि कति खाइसकेँ, खाँदा खाँदा ओहो यति मिठो। यो काँचै खायो नि यति मिठो छ कि यो पकाएर खाएपछि त झन् नाम थाहा भएन हामीलाई। यहाँ यो नाम त्यो साथीहरूले भनिदिनु होला कमेन्टमा है यसको नाम। ल हेर्नु यतातिर पुरा अपार्टमेन्ट छ, बिल्डिङ छ, ठ्याक्क यसको उसमा ठ्याक्क सागै साग छ। ओके ठिक छ के, एकदम ठिक छ। सिस्नो पनि छ है यहाँ, सिस्नो पनि छ, यता सिस्नो छ, सिस्नो छ। यो साग हो ठ्याक्क। हामी त डेली आइन्छ बिदाको दिन, आज सन्डे बिदाको दिन ठ्याक्क आउने हो। अनि साग त कति छ यहाँ भित्रभित्र, ओहो नि। ल यस्तो साग साग टिप्या। ल हेर्नुहोस् त्यहाँ पोका परेको साग। ओहो यति पोका परे कि यो यति पोका परे। ल हेर्नु ल ल हेर्नु च्याप्प टिप्ने हो अनि घर लगेर ठ्याक्क आलु सालु मिसाएर खानुपर्छ। ल त्यो पुरै त त्यो के अरे बारीमा बोकेझार गरे जस्तो क्या त साग चाहिँ, ठ्याक्क ठ्याक्क बोकेझार गरे जस्तो साग यसरी टिप्ने। एकैछिनमा टिप्यो, अहिले केलाउनु पर्छ। है तोरी हो कि के हो। ल हेर्नु साग ठ्याक्क टिप्या यो झडप्प। यो अब के गर्नु, यत्रो धेरै टिपेर के गर्नु, फ्रिजमा राख्ने हो खाने हो। अलि यो फुल खिलिसक्यो रहेछ। ल ओके ल बाई बाई, फेरि अर्को भिडियोमा भेटौँला होइन। त्यतिन्जेलको लागि बाई बाई।